एभ्रिवान हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा र भनौँ न हैन आज चाहिँ भनौँ हैन दसैँ लागिरहेछ भन्नुपर्छ हैन। आज दसैँको भनौँ न दोस्रो दिन हैन, फुलपाती हिजो र आज चाहिँ भनौँ न दसैँको दोस्रो दिन चाहिँ जे अब यहाँ रोटी पोल्ने क्रम हैन, भनौँ न अब हैन मामालाई जानको रोटी खाने प्लानमा भनौँ न हैन। अब भनौँ न आफन्तजनहरू नि आउँछ हैन, भनौँ न अब मामालाई जानु पर्ने हुन्छ हैन, मामालाई पनि जानु पर्ने हुन्छ हैन। अब भनौँ न कोसेलीहरू चाहिन्छ भनौँ न हैन, त्यसका लागि पनि अब रोटी चाहिँ भनौँ न पोल्नुको लागि अब तयारी गरिँदैछ भनौँ न हैन। यता भाउजूले चाहिँ कुट्दै हुनुहुन्छ यता रोटी पोल्नको लागि, पिठो कुट्दै हुनुहुन्छ। यस्तो हालत छ गाउँमा, रोटी पोल्नै पर्यो हैन। अब दसैँ लागेको छ, मासुले पुगिरहेको छैन नभन्नु, मासु गाउँ काट्दैछ भनौँ न हैन। माथि दिदीले चाहिँ माथि भनौँ न हैन, माथि पोताउँदैछ घर भनौँ न हैन। यस्तै लागिरहेछ दसैँ भन्नुपर्छ। ओके गाइज, मेरो युट्युब च्यानल अहिलेसम्म पनि हजुरहरूले सब्सक्राइब गरिदिनु भएको छैन भने प्लिज सब्सक्राइब गरी छेउमा रहेको बेल आइकन अल अफ सिलेक्ट गर्न नबिर्सनु होला। ओके, थ्याङ्क यू, जय नेपाल।